घर फर्कन सहयोग गर्छ हवाई टिकट मिलाई विदेशमा अलपत्र पर्ने नेपालीलाई देशमा पनि जहिले जहिले विपद आइलाछ त्यो बेलामा विदेशबाटै राहत पठाइराछ प्रवासी नेपाली मान्छ के भन्छ ओ भन्छ देश भन्छ सिप्रधन लिएरै फर्किने मन छ प्रवासी नेपाली मान्छ के भन्छ ओ भन्छ देश भन्छ सिप्रधन लिएरै फर्किने मन छ सिप्रधन लिएरै फर्किने मन छ प्रवासी मञ्च फैलेको छ छाउटैमा देशमा नेपालीको आस्था विश्वास बढ्दै आछ यसमा सहयोगको हात फैलाउँदै गाह्रो साह्रो पर्दा प्रवासीलाई ढुक्क भाछ यही मञ्चले गर्दा प्रवासी नेपाली मञ्च के भन्छ ओ भन्छ देश भन्छ सिप्रधन लिएरै फर्किने मन छ प्रवासी नेपाली मञ्च के भन्छ ओ भन्छ देश भन्छ सिप्रधन लिएरै फर्किने मन छ सिप्रधन लिएरै फर्किने मन छ चेलीलाई माइती जस्तो छोरालाई घर प्रवास भएका नेपालीलाई यही मञ्चको भर विचारसँग जोडिएको प्रवासीको संस्था अभिभावक जस्तो लाग्ने देश बाहिर बस्दा प्रवासी नेपाली मञ्च के भन्छ ओ भन्छ देश भन्छ सिप्रधन लिएरै फर्किने मन छ प्रवासी नेपाली मञ्च के भन्छ ओ भन्छ देश भन्छ सिप्रधन लिएरै फर्किने मन छ सिप्रधन लिएरै फर्किने मन छ रेमिटेन्सको योगदानबाट सहयोग गर्छ देशलाई सिप्रा पुँजी भित्र्याउने संस्था भन्छन् यसलाई मातृभूमि प्रति सधैँ गर्व गर्छ यसले प्रवासी मञ्चबाट धेरै पाएको छ देशले प्रवासी नेपाली मञ्च के भन्छ ओ भन्छ देश भन्छ सिप्रधन लिएरै फर्किने मन छ प्रवासी नेपाली मञ्च के भन्छ ओ भन्छ देश भन्छ सिप्रधन लिएरै फर्किने मन छ सिप्रधन लिएरै फर्किने मन छ ठाउँ ठाउँमा पुगेको छ श्रम सिपा पहिलाई नेपाली मन जोडेको छ विचार फैलाई फैलाई सीमा पारी पुराको छ संस्कृति र भाषा मातृभूमि समृद्ध होस् भन्ने राख्छ आशा प्रवासी नेपाली मञ्च के भन्छ ओ भन्छ देश भन्छ सिप्रधन लिएरै फर्किने मन छ प्रवासी नेपाली मञ्च के भन्छ ओ भन्छ देश भन्छ सिप्रधन लिएरै फर्किने मन छ सिप्रधन लिएरै फर्किने मन छ प्रवासी मञ्च उभिएको छ श्रमिकको हितमा देश बन्ने विश्वास गर्छ एमालेको जितमा एमाले बनाएको श्रमिक मैत्री नीति फेरि सत्ता सम्हाल्नेछ बहुमत सिट जिती प्रवासी नेपाली मञ्च के भन्छ ओ
सिप र धन लिएरै फर्किने मन छ। प्रवासी नेपाली मन छ के भन्छ, ओ भन्छ देश भन्छ। सिप र धन लिएरै फर्किने मन छ, सिप र धन लिएरै फर्किने मन छ। देश सजल्दा प्रवासीको मन रोएको छ, कैयौँ आँखाहरूबाट आँसु चोएको छ। आगो झोस्नेहरूलाई लगाउनलाई मेला, एमालेलाई बहुमत दिनुपर्छ यति बेला। प्रवासी नेपाली भन्छ के भन्छ, ओ भन्छ देश भन्छ। सिप र धन लिएरै फर्किने मन छ। प्रवासी नेपाली भन्छ के भन्छ, ओ भन्छ देश भन्छ। सिप र धन लिएरै फर्किने मन छ, सिप र धन लिएरै फर्किने मन छ। प्रवासीले स्वदेशमा गर्न उद्यम पेशा, एमालेको नेतृत्वमा आउनै पर्छ देश। प्रवासी मञ्च आह्वान गर्छ सूर्यमा मत हाल्न, एमालेले मात्रै सक्छ राष्ट्रियता पाल्न। प्रवासी नेपाली मञ्च के भन्छ, ओ भन्छ देश भन्छ। सिप र धन लिएरै फर्किने मन छ। प्रवासी नेपाली मञ्च के भन्छ, ओ भन्छ देश भन्छ। सिप र धन लिएरै फर्किने मन छ, सिप र धन लिएरै फर्किने मन छ। चेलीलाई माइती जस्तो छोरालाई घर, प्रवास भएका नेपालीलाई यही मञ्चको भर। विचारसँग जोडिएको प्रवासीको संस्था, अभिभावक जस्तो लाग्ने देश बाहिर बस्दा। प्रवासी नेपाली भन्छ के भन्छ, ओ भन्छ देश भन्छ। सिप र धन लिएरै फर्किने मन छ। प्रवासी नेपाली भन्छ के भन्छ, ओ भन्छ देश भन्छ। सिप र धन लिएरै फर्किने मन छ, सिप र धन लिएरै फर्किने मन छ। रेमिटेन्सको योगदानबाट सहयोग गर्छ देशलाई, सिप र पुँजी भित्र्याउने संस्था भन्छ यसलाई। मातृभूमि प्रति सधैँ गर्व गर्छ यसले, प्रवासी मञ्चबाट धेरै पाएको छ देशले। प्रवासी नेपाली भन्छ के भन्छ, ओ भन्छ देश भन्छ। सिप र धन लिएरै फर्किने मन छ। प्रवासी